बुढा गाउँ श्री समितिबाट हाम्रो जम्मा 15 जनाको मात्रै उही दिन बसेका थियौँ र त्यसपछि गएर हामीले उही दिनको प्रस्ताव हामीले के राखेका थियौँ भन्दाखेरि अब 1 नम्बरमा श्री साई कुमारी मन्दिर व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा राख्यौँ अनि त्यसपछि 2 नम्बरमा श्री साई कुमारी मन्दिर मर्मत निर्माण तथा सम्हार सम्बन्धमा पनि राख्यौँ। अब यी प्रस्ताव उपरमा हामीले निर्णय लिएका छौँ। निर्णयहरूमा प्रस्ताव नम्बर 1 मा छलफल गर्दा रुकुम पश्चिम जिल्ला मुस्कोट नगरपालिका वार्ड नम्बर 7 राजाभिरमा अवस्थित धेरै वर्षदेखि धार पौल वार्षिक नियमित रूपमा चढाइ सञ्चालित श्री साई कुमारी मन्दिरको आवश्यक व्यवस्थापन गर्नको लागि तपसिल बमोजिमको मन्दिर व्यवस्थापन समिति गठन गरी निर्णय गरियो भने अब उहाँदेखि बल्ल हाम्रो समितिकोतिर लाग्यो। अब त्यसपछि हाम्रो तपसिलका समितिहरू यसरी गठन गरेका छौँ 7 जनाको बडा मुस्किल थियो पनि। अब दण्डबहादुर कौर चाहिँ हामीले अध्यक्ष राखेका छौँ यस मन्दिरको व्यवस्थापन। किन भन्दाखेरि अब बिटले पनि नखाने टाढा पनि नजाने अब यी कुराहरूमा अलिक चासो छ कि त्यहाँनिर त्यो कारणले त्यहाँनिर राखेर राम्रो हुन्छ कि भनेर अब हाम्रो दण्डबहादुर त्यहाँनिरलाई हामीले अध्यक्षमा राखेका छौँ। त्यसपछि अब चौकुमारी कौर सदस्यमा रहेका छन् अनि कमान सिंह कौर सदस्यमा दिलकुमारी कौर सदस्यमा गङ्गा कौर सदस्यमा लिलबहादुर बुढा सदस्यमा र नन्दराम कौर चाहिँ म सबै व्यवस्था मिलाइदिउँला म केही रहँदैन भन्नुला भन्दै पनि लागेन केही पनि म नरहे पनि व्यवस्था मिलाइदिनै पर्ने हो रहे पनि केही दिँदैन त भनेर मैले पनि यो सदस्य सचिवमा म रहेको छु। अब त्यसपछि गएर उहाँ लिलबहादुर बुढा उहाँ उस्तै हुनुभएको थिएन। हामीले बासु भान्जालाई फोन गरेँ अनि हामीले फोन गरेर सल्लाह लिँदाखेरि उस्तैमा जनाइदिनु हुन्छ त्यो भएर गराउने भन्ने सल्लाह भएर हामीले उहाँलाई राखेको किन उहाँ पनि लाग्नु छ। अनि त्यसपछि गएर हाम्रो आगामी सालमा हामी बैठकबाट के लिने गरेर हामीले यहाँ छलफल छुटेको छ। हामी फेरि हाम्रो नियमित बैठकमा छलफल गरेर हामी सल्लाह खबर हाम्रो त अलरेडी पार्छ अब हामी सल्लाह गरेर हामी यता पनि के मिलाउनेछौँ आगामी दिनहरूमा। र यस खालको अलि यो अलि आफूले अलि चापाचापले गर्दै सरकारमा गयौँ हामी है। अब त्यसपछि गएर हाम्रो 2 नम्बरको प्रस्तावमा के छ भने अस्तिको खगटेकै हो यो पनि प्रस्ताव नम्बर 2 मा छलफल गर्दा रुकुम जिल्ला मुस्कोट नगरपालिका वार्ड नम्बर 7 राजाभिरमा धेरै वर्षदेखि धार पौल वार्षिक नियमित रूपमा चढाइ सञ्चालित जीर्ण श्री साई कुमारी मन्दिरलाई निर्माण सम्हार गर्नका लागि विभिन्न वैदेशिक श्रमिकहरूको लगभग रु 45,000 रुपैयाँ सहयोगका साथै उपयुक्त गठित समितिको जिम्माबाट मर्मत तथा निर्मितका आवश्यक